त्यो बेला गरिएको एमओयू सम्झौताको कपी म यहाँ देखाउँदैछु स्क्रिनमा हेर्नुहोला। यो सम्झौतामा प्रष्टसँग भनिएको छ कि कृषि विश्वविद्यालयले भोगचलन गरिरहेको त्रिभुवन विश्वविद्यालयको अधीनमा रहेको जग्गा भरतपुर महानगरपालिकालाई त्रिपक्षीय समझदारीबाट प्राप्त भएको अनि उक्त जग्गा महानगरले धुर्मु सुन्तली फाउन्डेसनलाई उपलब्ध गराई रङ्गशाला निर्माण गरिने। रङ्गशालाको निर्माणको नेतृत्व र व्यवस्थापन धुर्मुसको फाउन्डेसनले गर्ने अनि महानगरले रेखदेख निर्देशन समन्वय र सहजीकरण गर्ने भनिएको छ। यहाँ हेर्नुहोस्, भुल्दै नहुने कुरा चाहिँ यहाँनिर बुँदा नम्बर 6 मा छ। यसरी उठाइने सहयोग रकम अपुग भएमा आपसी सहमतिका आधारमा स्रोत जुटाई निर्माण कार्य सम्पन्न गर्नु दुवै पक्षको दायित्व हुनेछ। याद गर्नुहोस्, स्रोत जुटाई निर्माण सम्पन्न गर्न दुवै पक्षको दायित्व हुनेछ। अर्थात् अहिले अपुरो भएको रङ्गशाला जुन छ त्यसको भार धुर्मु सुन्तलीले मात्रै होइन भरतपुर महानगरपालिकाले समेत बोक्नुपर्ने भन्ने कुरा त्यही बेला गरिएको एमओयूमा प्रष्टसँग लेखिएको छ। यो एमओयू सम्झौताको साँची किनारा बसेका छन् प्रचण्ड, शशाङ्क कोइराला, सुरेन्द्र पाण्डे, मदन कृष्ण श्रेष्ठ, टीकाराम भट्टराई लगायतका अरू मान्छेहरू पनि यहाँ देखाउँदैछु हेर्नुहोस्। अब यहाँनिर अर्को एउटा पनि सम्झौता भएको छ, यहाँनिर छुटाउन मिल्दैन, जो तत्कालीन बागमती प्रदेश सरकार र धुर्मु सुन्तली फाउन्डेसनको बीचमा भएको थियो। आउनुहोस् त्यो हेरौँ एकपल्ट। त्यसमा प्रदेश सरकारले 3 करोड अनुदान दिने यो कामको लागि, कामको अनुगमन गर्ने अनि कुनै समस्या सृजना भएमा आपसी समझदारीबाट समाधान गरिने भनिएको छ। यहाँ पनि याद गर्नुहोस्, यहाँ पनि आपसी समझदारीबाट समाधान गर्ने भनिएको छ। अनि दोस्रो पक्ष अर्थात् धुर्मु सुन्तली फाउन्डेसनले के गर्ने त भन्दाखेरि जेको लागि आएको पैसा हो त्यसैको लागि मात्रै खर्च गर्ने, बजेट दुरुपयोग हुन नदिने, कर र खर्चको हिसाब राख्ने अनि लेखा परीक्षण गराई मन्त्रालयमा पेश गर्ने। अर्थात् धुर्मु सुन्तलीले निर्माण काम गर्ने, खर्च र लेखाको व्यवस्थापन गर्ने, तर भरतपुर महानगर र प्रदेश सरकारले त्यसको समन्वय र सहजीकरण गरिदिने अनि कुनै समस्या आयो भनेदेखि दुवै पक्ष सबै पक्ष मिलेर त्यसको निरूपण गर्ने, एउटा पक्षलाई मात्र यसको जस र अब्जस नदिने, यही कुरा देखिन्छ यी दुई सम्झौता पत्रहरूमा। यसै अनुसार अब त्यो काम गर्नको लागि त पैसा चाहियो, रङ्गशाला बनाउने भनेको छ, त्यत्रो पैसा कहाँबाट ल्याउने त? त्यसको लागि महानगरकै अगुवाईमा एउटा समिति बनाइन्छ। त्यही समितिले त्यहाँनिर एउटा धान्याञ्चल महायज्ञ गर्ने, महायज्ञबाट उठेको पैसाले त्यो काम सुरु गर्ने भन्ने सहमति हुन्छ। उक्त महायज्ञबाट झन्डै 69 करोड बराबरको सहयोग दिने भन्ने बोल कबल बाचा हुन्छ, जसमध्येमा बागमती प्रदेश सरकार एक्लैले 30 करोड दिन्छु भन्छ, भरतपुर महानगर आफैले झन्डै 17 करोड दिन्छु भन्छ अनि अरूले पनि यसै गरी म दिन्छु भन्दै अगाडि आउँछन्। जम्मा 69 करोड दिन्छु भन्ने बाचा हुन्छ, तर बागमती प्रदेश सरकारले 30 करोड दिन्छु भनेको ठाउँमा जम्मा 3 करोड दिन्छ। महानगरले झन्डै 17 करोड दिन्छु भनेको ठाउँमा त्यो शीर्षकमा होइन अरू नै शीर्षकमा 9 करोड दिन्छ। अरू पनि जसले दिन्छु भनेका थिए उनीहरूले भने जति पैसा दिँदैनन्, कसैले दिँदैनन्, तर पनि बोलकबल गरेका छन्। सरकार नै साँची बसेर चाहिँ दिन्छु भनेको छ, पक्कै देलान् भनेर उधारोमै काम सुरु गर्छन्। धुर्मुस र सुन्तलीले पहिलो गल्ती यहीँबाट सुरु हुन्छ।